नमस्कार। आज यस भिडियो संवादमा म तीनवटा केही पक्षहरूमा कुरा गर्नेछु। एउटा नेपालको गरिबी, त्यसमा पनि विशेष गरी सहरी गरिबी, बेरोजगारी र गिग अर्थतन्त्र, यो तीनवटा विषयलाई संवादमा जोड्ने प्रयास गर्नेछु। पहिलो कुरो चाहिँ र सन्दर्भको उठान गरौँ गिग श्रमिक गणेश नेपालीजीको आत्मदाह प्रकरणबाट। यो गणेश नेपालीजीलाई मैले गिग श्रमिक भन्ने शब्द किन प्रयोग गरेँ भन्ने कुराकोबाट म आफ्नो प्रष्टीकरणबाट थालनी गर्छु। सुरुमा उहाँलाई पठाओ राइडरको रूपमा व्यापक रूपमा प्रचार गरियो, विभिन्न मिडियाहरूमा लेखियो, तर दायित्व लिनुपर्छ, जिम्मेवारी लिनुपर्छ भनेर पठाओ, इनड्राइभ र याङ्गो तीनवटा ठुला कम्पनीहरूले उहाँको राइडर होइन भनेर अस्वीकार गरे। यो सामान्य चलन हो। यसले चाहिँ हाम्रो गिग श्रमिकहरूको असुरक्षित भविष्यको एउटा चित्र प्रस्तुत गर्दैछ है। यो चेतावनीको सङ्केत पनि हो। तपाईँ जुन कम्पनीको लागि भनेर आफ्नो आर्जनको माध्यम बनाउँदै हुनुहुन्छ, त्यो कम्पनीले तपाईँको दायित्व लिँदैन रहेछ भन्ने कुराको यो गहन चेतावनी हो। गिग श्रमिकहरू आफ्नै मोटरसाइकल प्रयोग गर्छन्, आफ्नै स्कुटर प्रयोग गर्छन्, आफ्नै गाडी प्रयोग गर्छन्, आफ्नै साइकल प्रयोग गर्छन्। कतिपयले हिजो आज हिँडेर पनि डेलिभरीको कामहरू गरिरहनु भएको देखिन्छ। अनि जब सङ्कटमा पर्छ, कुनै समस्या आइलाग्छ, सम्बन्धित कम्पनीहरू तर्किन थाल्छन् भनेदेखि गिग श्रमिकहरूको सङ्गठित हुनुपर्ने समय पनि यही बेला हो भनेर म गिग श्रममा संलग्न रहनुभएका 1,25,000 भन्दा बढी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यसै भिडियो सन्देशबाट अपिल पनि गर्न चाहन्छु। गिग श्रम अथवा गिग इकोनोमी नेपालको लागि एकदम उदाउँदो क्षेत्रको रूपमा रहेको छ। टक्सार म्यागजिनका लागि हामीले गरेको अध्ययनले अहिले नेपाली अर्थतन्त्रको ठुलो हिस्सा गिग श्रमले ओगटेको देखिन्छ। गिग श्रमको वर्तमान आकार 6 खर्ब रुपैयाँभन्दा बढी रहेको छ। एउटा गिग श्रमिकले औसतमा 35,000 देखि 1.5 लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको पाइयो। एभरेजमा कम पनि हुनसक्छ, एभरेजमा बढी पनि हुनसक्ला। यो समग्र रूपमा हेर्ने हो भने नेपालको राष्ट्रिय लेखा प्रणाली, जसलाई हामीले चाहिँ जिडिपी क्यालकुलेसनको लागि, अर्थतन्त्रको क्यालकुलेसनको लागि प्रयोग गरिन्छ, मा काउन्ट नभएको अनकाउन्टेड एकाउन्ट हो यो। गिग श्रम नेपालको अर्थतन्त्रको उदाउँदो क्षेत्र भइरहेको छ। हजारौँ नेपालीहरूको लागि स्वरोजगारको बाटो बनिरहेको छ र उनीहरूको जीवनमा श्रमसँग जोडिएको कुरालाई अल्पकालीन रोजगारीमा संलग्न गराउने माध्यम पनि भइरहेको छ। गिग श्रमिकहरू 10 देखि 5 को जागिर गर्दैनन्। कोही ल्यापटप लिएर कुनै रेस्टुरेन्टको कुनामा बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि काम गरिरहेको हुन सक्छन्। कोही गणेश नेपालीहरू मोटरसाइकल स्कुटर लिएर यात्रु कुरिरहेका हुन सक्दछन्। गिग श्रमिकका लागि राज्यले के सोच्यो त, के छ त भन्ने हेर्ने हो भने म जेरो देख्छु, शून्य अवस्था देख्छु। तपाईले कुनै नीतिगत व्यवस्थाहरू देख्नुहुन्न, कुनै कानुनी व्यवस्थाहरू देख्नुहुन्न। गिग श्रमिकहरू एकातिर सङ्ख्या बढ्दैछ, गिग इकोनोमीको आकार बढ्दैछ, अर्कातिर गणेश नेपालीहरूलाई पार्किङको विषयमा लिएर विवाद गरेर आत्महत्या गर्न बाध्य भइरहेका छन्। अहिले सत्ता पक्षका मान्छेहरू, मैले सत्ताचुरहरू भन्ने गरेका छु, सत्ताचुरहरू स्थानीय पालिकालाई दोष देखाएर यो हामीले त हत्या गरेको होइन, आत्महत्याको आत्मदाहको लागि उत्प्रेरणा गरेको होइन, नगरपालिकाले जिम्मा लिनुपर्छ भनेर काठमाडौँ महानगरपालिकातिर औँला ठड्याइरहेका छन्।
काठमाडौँ महानगरपालिका यो दायित्व लिनबाट पनि बन्द त्यो अगाडि सरिरहेको छैन। मैले बारम्बार प्रश्न उठाउँदै आएको हो, नेपालमा सुरक्षाको मामलामा जब महानगरीय प्रहरी भन्ने एउटा कन्सेप्ट अगाडि आयो, त्यो चाहिँ नेपाल प्रहरी अन्तर्गतको महानगरीय प्रहरी थियो, जसलाई चाहिँ विगतमा काठमाडौँ प्रहरी कार्यालय भन्ने गरिन्थ्यो। के अरे महानगरीय प्रहरी प्रभाग भन्ने जब बनाइसके पछाडिमा मैले चाहिँ दिमागमै आम नागरिकहरूको फ्रेममा के आउँथ्यो भने महानगरीय प्रहरी भनेको प्रहरी हो, प्रहरीको एउटा संरचना हो। तर काठमाडौँ महानगरपालिकाले आफ्नो नगर सुरक्षाका लागि परिचालन गर्ने सुरक्षाकर्मीहरूलाई त्यो महानगर प्रहरी भन्ने शब्द क्याप्चर गरेर दियो। नेपाली सेनाको जस्तो ड्रेस दियो, नेपाल प्रहरीका जस्ता ताराहरू दिन थाले। नेपालको वर्तमान कानुनले स्थानीय पालिकाहरूलाई सुरक्षा कर्मी राख्नको लागि दिने अधिकार के कति हो, स्थानीय नगरपालिकाहरूले राख्ने सुरक्षाकर्मीहरूको काम कर्तव्य र अधिकार के कति हो, नगर प्रहरीहरूको अधिकार के कति हो, नेपाल प्रहरीको अधिकार कार्यक्षेत्र के कति हो, सशस्त्र प्रहरीको अधिकार कार्यक्षेत्र के कति हो, नेपाली सेनाको अधिकार कार्यक्षेत्र के कति हो, र राष्ट्रिय अनुसन्धान विभाग नेपालको गुप्तचर विभागको कार्यक्षेत्र र अधिकार के कति हो, अब राज्यले प्रश्न पार्नुपर्ने बेला भइसकेको छ। महानगरपालिका अथवा नगरपालिकाहरूले राख्ने नगर सुरक्षाकर्मीहरूले व्हिल लक गर्ने, मानिसहरूलाई उठाउने, तपाईहरुलाई याद होला व्हिल चेयरमा बसेको मान्छेलाई उठाएर फोहोरको ट्रकमा राखेर डम्प गरेर लगेर टेकुमा लगेर डम्प गरिएको, फ्याँकेको इतिहास पुरानो भएको छैन। मानिस पक्रिने अधिकार, समाउने अधिकार नगर पुलिसलाई छ कि छैन? घर खाली गर्ने अधिकार पुलिस लगाएर डन्ठा लगाएर, त्यो पनि पुलिस पनि मैले फेरि नगर पुलिसको कुरा गर्दैछु, नगर प्रहरीको कुरा गर्दैछु, नगर सुरक्षाकर्मीको कुरा गर्दैछु। मान्छेहरूको घर खाली गराउने अधिकार, ब्याङ्कले त्यो एउटा इएमआई भन्ने सिनेमामा जस्तो ब्याङ्कको लागि असुलीको काम गराउने अधिकार नगर सुरक्षाकर्मीहरूलाई छ कि छैन? राज्यले अहिले नै यही समयमा प्रश्न पार्दिएन भने यो समस्या झन बढी गहिरो हुँदै जाने मैले देखेको छु। या कानुनी रूपमै संवैधानिक रूपमा यदि तिमीले 3 तहको सरकारको परिकल्पना गर्छौ भने कानुनी रूपमै प्रदेशले राख्न सङ्घले राख्न पाउने पुलिसहरू, प्रदेशले राख्न पाउने पुलिसहरू र पालिकाले राख्न पाउने पुलिसहरूको बारेमा अधिकार क्षेत्र पहिले तिमीले कानुनै त बनाएर तोकिदेऊ। होइन भन्छौ भने यो मनपरी तन्त्र चल्न हुँदैन नै भन्छु म। कानुनी अधिकार राज्यले तोक्ने हो, सङ्घले तोक्ने हो कि प्रदेशले तोक्ने हो कि पालिकाले तोक्ने हो कि, तर राज्य सुरक्षासँग जोडिएको विषय, नागरिकको सुरक्षासँग जोडिएको विषयमा यो लेभलको अन्यल अब चाहिँ कायम रहिरहनु हुँदैन। यो प्रसङ्गमा अलिकता म अब गरिबीको प्रसङ्गलाई जोड्छु। हालसालै सार्वजनिक गरिएको गरिबीको लघु क्षेत्र अनुमान, जो चाहिँ नेपाल जीवन स्तर मापन सर्वे 2078 लाई अलिकता एक्सटेन्डेड रूपमा जिल्लागत रूपमा गरिएको पुनर्गणना थियो, पालिकागत रूपमा गरिएको पुनर्गणना थियो र क्षेत्रगत रूपमा प्रदेश के अरे रूपमा गरिएको गणना थियो। यसले चाहिँ कुल जनसङ्ख्याको 23% नेपालीहरू चरम गरिबीको रेखामुनि रहेको देखियो। नेपालको अलिकता पछाडि फर्केर जाउँ। नेपालमा 2034 सालमा नेपाल घर परिवार सर्वे भनेर पहिलोचोटि राष्ट्रिय योजना आयोगले सम्पन्न गरेको रहेछ। भन्न चाहिँ नेपालमा अब हामीले लेख्ने क्रममा अर्थशास्त्रीहरूले पनि प्रयोग गर्ने डेटाहरूमा चाहिँ यो नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे 1996 1996 को पहिलो
नेपाल जीवन स्तरमापन सर्वे यताको तथ्याङ्कलाई चाहिँ गरिबी गणनामा औपचारिक रूपमा प्रयोग गरिएको देखियो। तर नेपालको पहिलो गरिबीको अनुमान चाहिँ 2034 सालमै तयार भएको रहेछ। त्यसले चाहिँ राष्ट्रिय योजना आयोगले 40% नेपालीहरू प्रतिदिन 2 रुपैयाँभन्दा कम आम्दानीमा बाँच्ने गरेको भनेर देखायो। त्यसमा त्यो सर्वेमा केही तथ्याङ्कहरू छुटेका र केही डेटा भेरिएसन्सहरूमा फरक परेको भनेर विश्व ब्याङ्कले अर्कोरी पुनर्गणना गर्यो र त्यसलाई त्यो डेटाबेसलाई दुईवटा आधारमा राखेर हेर्दाखेरि एउटा प्रतिदिन 2 रुपियाँको त्यतिखेरको नेपाल सरकारले तोकेको मानक, तत्कालीन समयमा अन्तर्राष्ट्रिय मानक 1 अमेरिकी डलर र प्रचलित विश्व मापदण्ड अनुसार जीवन निर्वाहका लागि चाहिने लागत कोली विधि भन्छ, COLI, कस्ट अफ लिभिङ इन्डेक्स। यो तीनवटा विधिलाई राखेर अहिले मैले पुनर्गणना रिक्यालकुलेट गर्दाखेरि 2034 सालमा 62% हाराहारीमा नेपालीहरू चरम गरिबीको रेखामुनि रहेछन्। त्यो 2045 सालमा आइपुग्दा त्यो अनुपात चाहिँ 48%मा झर्यो र 1996 भनेकोमा आइपुगेर गरिएको नेपालको पहिलो जीवन स्तर मापन सर्वेमा चाहिँ को समयमा त्यो अनुपात चाहिँ 42%मा झरेको देखियो। गरिबीको अनुपात क्रमशः घट्दै पनि गइरहेको छ। अब पहिलो जीवन स्तर मापन सर्वेदेखि चौथो जीवन स्तर मापन सर्वेसम्म आइपुग्दाखेरि लगभग आधा अनुपातले गरिबीको रेखामुनि रहेका नेपालीहरू गरिबीबाट बाहिर निस्किसकेको भन्ने देखिन्छ। तर यहाँनिर एउटा मिसिङ तथ्याङ्क के हो भने गरिबीको रेखाबाट बाहिर निस्किएका तर मध्यम वर्गमा प्रवेश गरि नसकेका विश्व ब्याङ्कले एउटा मानक तयार गरेको छ जसलाई भल्नरेबल पिपुल भन्छ, एकदम संवेदनशील जनसङ्ख्या। यो अहिले लगभग 44 कुल जनसङ्ख्याको 44% जति छ भने पछाडि उनीहरूलाई मैले तल्लो मध्यम वर्ग भन्ने गरेको छु। यो वर्गको नेपालीहरू, जनताहरू, नागरिकहरू कुनै पनि आन्तरिक वा बाह्य कारणहरूले गर्दाखेरि फेरि चरम गरिबीमा धकेलिन सक्ने सम्भावना, जोखिम अत्यधिक रहने गर्छ। एकातिर 44% तल्लो मध्यम वर्ग छ, अर्कातिर 23% गरिबीको रेखामुनिको जनसङ्ख्या छ र तेस्रो तथा महत्त्वपूर्ण कुरा सहरी गरिबहरू। यो लगभग अन्तर्राष्ट्रिय मानकहरूलाई दुईवटा मानक लिनुपर्ने हुन्छ हामीले। एउटा 3 अमेरिकी डलरको जो चाहिँ मध्यम स्तरका सहरहरूमा बस्ने सहरी गरिबहरूको लागि लिन सकिन्छ। अर्को काठमाडौँ, पोखरा, विराटनगर जस्ता ठुला उदाउँदा सिटीहरूमा बस्ने गरिबहरू अन्तर्राष्ट्रिय मानकलाई 5 अमेरिकी डलरभन्दा मुनिको आम्दानी गर्ने नेपालीहरूको अनुपात राखेर क्यालकुलेट गर्नुपर्ने हुन्छ। यो झन्डै 7देखि 9% जति सहरी गरिबहरू छन्। सहरी गरिबको अनुपात तपाईँले हुम्लाको गरिबीसँग जोड्न सक्नुहुन्न, के अरे जोडेर हेर्न मिल्दैन। तपाईँले सिराहाको गरिबसँग जोडेर हेर्न मिल्दैन, रौतहटको गरिबहरूसँग जोडेर हेर्न मिल्दैन। सहरी गरिबहरूको चरित्र फरक हुन्छ, उनीहरूको आवश्यकता फरक हुन्छ, कस्ट अफ लिभिङ उनीहरूको बाँच्नका लागि चाहिने आवश्यकता हुम्लाको गरिबभन्दा, सिराहाको गरिबभन्दा, रौतहटको गरिबभन्दा, भोजपुरको गरिबभन्दा फरक हुन्छ। त्यसैले सहरी गरिबहरूको बारेमा विशेष किसिमले हेर्नुपर्ने दृष्टिकोणहरू रहेको हुन्छ। सहरी क्षेत्रमा गरिबहरूको कन्सन्ट्रेसन चाहिँ गरिबहरूभन्दा पनि म चाहिँ तल्लो मध्यम वर्गको कन्सन्ट्रेसन एकदमै बढ्दै गएको देखिन्छ। नेपालमा अहिले उदाउँदै गएका 100वटा सिटिजहरूमा तल्लो मध्यम वर्गहरूको कन्सन्ट्रेसन एकदमै ठुलो छ। यो राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार पारेको यो सहरी तथा ग्रामीण क्षेत्र सम्बन्धी एकदमै बृहत स्टडी छ, त्यो पढ्नु होला।
त्यसले चाहिँ के देखाउँछ भने ती क्षेत्रहरूमा तल्लो मध्यम वर्गको संकेन्द्रीकरण बढेर गएको छ। तल्लो मध्यम वर्गको आम्दानी, उनीहरूले गर्ने खर्च, उनीहरूको जीवन निर्वाहका लागि गरिरहेका पेशा कार्यको विषयमा राज्यले साँच्चै नै सोचेको छैन भन्दा पनि हुन्छ। मलाई कतिपय सन्दर्भमा साथीहरूले सोध्ने गर्नुहुन्छ कि नेपालको अर्थतन्त्रको बारेमा तिम्रो राय के छ, अर्थतन्त्र कसरी चलिरहेको छ भन्दाखेरि म श्री पशुपतिनाथले चलाउनु भएको छ भन्ने गर्छु। नेपालको तल्लो मध्यम वर्ग र गरिबीको रेखामुनिको गर्दाखेरि जनसङ्ख्या गर्दाखेरि लगभग 67% नेपालीहरू जुन छन् त्यो जनसङ्ख्याको यस्तो ठुलो पाइ हो, अनुपात हो, जो राज्यको चरम विभेदको शिकार बन्दै आएको छ। यो जनसङ्ख्याको ठुलो अनुपात साना, घरेलु, लघु तथा मझौला उद्योग व्यवसायहरूमा संलग्न रहँदै आएको छ, जसलाई एमएसएमई भनिन्छ। यो चाहिँ नेपालमा एमएसएमईहरूले नेपालको अर्थतन्त्रको 98.6% हिस्सा ओगटेका छन्। भनेपछि अर्थतन्त्र नै उनीहरूको आधारमा चल्दै आएको छ। पछिल्लो 3.5 वर्ष यता कोभिड महामारी यता नेपालको तल्लो मध्यम वर्ग र एमएसएमईहरू चाहिँ ठुलो सङ्कटको क्रिटिकल जङ्चरमा परेको, एकदमै सङ्कटकालीन अवस्थामा रहेको कुरा देखिन्छ। तल्लो मध्यम वर्गको आम्दानी कोभिड महामारी पछाडि खुम्चिएर गएको छ। माथिल्लो पङ्क्तिका लागि गरिएका खर्चहरू, माथिल्लो पङ्क्तिमा बसेका मानिसहरूले गर्ने खर्चको आधारमा अर्थतन्त्र चल्छ भन्ने जुन खाले एउटा दिग्भ्रम पालेर बसिएको छ, त्यो होइन रहेछ भन्ने कुरा देखियो। एमएसएमईहरू अहिले ठुलो सङ्ख्यामा सङ्कटमा छन्। तपाईँ कालो सूचीमा परेको मानिसहरूको सङ्ख्या हेर्नुहुन्छ भने तल्लो मध्यम वर्ग र एमएसएमईहरूको सङ्ख्या धेरै ठुलो देख्नुहुन्छ। चेक बााउन्सको केसलाई म यहाँ जोड्दिनँ, तर साँच्चै नै उद्यमीहरू आफूले ब्याङ्कबाट लिएको ऋण रिटर्न गर्न नसक्ने अवस्थाका कारणले गर्दाखेरि, साँच्चैका व्यवसायीहरू ऋणको भुक्तानी कहाँसम्म ब्याज टाइममा तिर्न नसकेको कारणले गर्दाखेरि कालो सूचीमा पर्दै गएको सङ्ख्या डरलाग्दो ढङ्गले बढेको छ। मैले नै चिनेका 4-5 जना राम्रो उद्यमीहरू, उहाँ चाहिँ मझौला उद्यमीहरू हुनुहुन्थ्यो। 40 देखि 100 जनासम्मलाई रोजगारी दिएका कम्पनीजहरू चलाइरहनु रन गरिरहनु भएको थियो। अहिले लगभग बन्दको अवस्था छ। म यो स्थितिलाई चाहिँ सही बाटोमा अर्थतन्त्र हिँडेको छ भनेर एउटा आर्थिक पत्रकारको रूपमा भन्न चाहिँ सक्दिनँ। एकातिर यो अवस्था छ, निजी क्षेत्र खुम्चिएको छ। कोभिड महामारी पछाडि निजी क्षेत्रले आफूलाई विस्तारै गर्न सकेन। यसको प्रमाण भनेको ब्याङ्किङ क्षेत्रमा जम्मा भएको निक्षेप र कर्जा मागको सङ्कुचन नै हो। बितेको 3 वर्षमा नेपाल राष्ट्र ब्याङ्कले बजारबाट 12 खर्ब रुपियाँभन्दा बढीको तरलता भनेको बजारमा जम्मा भएको पैसा र ब्याङ्कले लगानी गर्न नसकेको पैसा बजारबाट उठाइसक्यो। अझै 3 खर्ब जति ब्याङ्किङ प्रणालीमा त्यस्तो पैसा छ, कर्जाको मागै छैन। मैले यो बितेको 10 महिनाको हेर्दै थिएँ, निक्षेप 8 अर्ब 9 अर्बले बढेको बेलामा अथवा नर्मल टाइममा पनि 2 अर्ब 3 अर्बले निक्षेप बढेको बेला कुनै महिनामा कर्जा परिचालन 1 करोड 2 करोड 60 करोड 80 करोडको अनुपातमा मात्रै त्यो 10 महिनाको त्यो ट्रेन्ड एनालिसिस गरेर हेर्दाखेरि त्यो देखिन्छ कि ब्याङ्करमा ब्याङ्कले लगानी गर्ने ठाउँै पाएको छैन। किनभने मान्छेहरूले कर्जा माग्नै गएको छैन, उद्योगहरू कर्जा माग्नै गएको छैनन्। कर्जा माग्न नजानुको कारण चाहिँ किन उद्योग धन्दाहरू विस्तार हुनै सकेको छैन।
व्यापार विस्तार हुनै सकेको छैन। अनि जब देशको मेजर त्यो रोजगारी सिर्जना गर्दा कुल रोजगारी सिर्जनाको 80% प्राइभेट सेक्टरले सिर्जना गर्छ। प्राइभेट सेक्टर खुम्चेको छ। राज्यले वर्षमा कति रोजगारी सिर्जना गर्छ तथ्याङ्क हेर्ने हो भनेदेखि 20,000 पनि पुग्दैन। सरकारी जागिर निजामती कर्मचारीको कुरा गर्दैछु म। सेना प्रहरीको अनुपात हेर्दै भने 20,000 पनि राज्यले रोजगारी सिर्जना गर्दैन। वर्षमा 6 लाख जति नेपालीहरू सर्टिफिकेट लिएर रोजगारी बजारमा प्रवेश गर्छन्। कहाँ छ रोजगारी? गणेश नेपालीजीकै कुरा गरौँ। कृषिमा त्यस्तो राम्रो अध्ययन गर्नुभएको विषय रहेछ उहाँको विषय। उहाँलाई नाकले जागिर दिन अलि राम्रो भएको भए राम्रो सरकारले पहल गरिदिएको भएदेखि नाकमा जागिर खान सक्नुहुन्थ्यो होला, अथवा जिल्लामा स्थित कृषि केन्द्रहरूले जागिर पाउनुले दिन सक्थ्यो होला नि। मुगुको एउटा पढे लेखेको भाइ, कृषिको टेक्निकल सब्जेक्टमा एउटा नलेज लिएको भाइ काठमाडौँमा राइड सेडिङ गरेर जीविकोपार्जन गर्दै थिए। राज्यको चरम विभेदको त्यो व्यवस्थाको शिकार भएका हुन् गणेश नेपालीहरू भन्छु म चाहिँ। राज्यले रोजगारी सिर्जना गर्नै सकेन। यो बिचमा भएका त्रुटि भएकै हो। विगतमा राज्यले अर्थतन्त्रमा रोजगारी सिर्जना गर्न नसकेकै हो। राज्य भनेको सरकारहरू हो। सरकार भनेको तिनै त एमालेका सरकारहरू हुन्, जसले नेतृत्व गरेका हुन् काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी दलहरू, अहिले रासोपा सबै हुन्, सरकार हुन्। यिनीहरू हिजो 34 वर्ष भनेर जसलाई गाली गरे पनि म 64 सालभन्दा यता हेर्ने हो भने सरकारमा कोही न कोही पुगेकै छ। यो रासोपा पनि थियो हिजो अस्ति। यो 2069 सालमा इलेक्सनमा 20 सिट जितेर आउँदाखेरि सरकारमा गएको होइनन् रविजी, गृहमन्त्री भएर उहाँको अरू पनि मान्छेहरू जानुभएको होइन। सत्तामा कोही न कोही भागेदारै थियो। तर राज्यमा सत्तामा पुगेका मान्छेहरू रोजगारी सिर्जनाप्रति कहिले पनि त्यो सिरियस भएनन्। अर्थतन्त्रको विस्तारप्रति कहिले सिरियस चाहिँ हुँदै भएनन्। अनि यसको त्यो असन्तुष्टिको चरम स्वरूप युवावर्गले मनभित्र पालेर बसेको छ के। त्यो अस्ति भदौ 23-24 विद्रोह सामाजिक सञ्जालमा लगाइएको प्रतिबद्धको मात्रै कारण पनि थिएन। त्यसका अन्य पाटहरू XYZ का पक्षहरूमा अहिले थुप्रै बहसहरू जोडिएको छ। त्यो परिचालित हो कि स्वत विस्फोट भएको हो कि त्यो तपाईँले भदौको आन्दोलनभन्दा अगाडि त्योभन्दा अगाडि राजावादी आन्दोलनको नाममा दुर्गा प्रसादजीले गरेको आन्दोलन त्यो के अरे तिनकुनेमा गरेको आन्दोलनको बेलामा त मान्छेहरूको ठुलो त्यो एउटा एक खाले युवाहरूको फ्रस्ट्रेसन देखिएको होइन। भदौमा त्यो फ्रस्ट्रेसन समान किसिमको फ्रस्ट्रेसन छ कि छैन अहिले पनि तपाईँ मान्छेहरूको हेर्ने हो भने एउटा खाले फ्रस्ट्रेसन युवावर्गमा अझै पनि छ। किनभने राज्यले रोजगारी सिर्जना गर्नै सकेको छैन। राज्यले अवसरहरू क्रिएट गर्नै सकेको छैन। भएको अवसरमा तपाईँ सङ्कुचन क्रिएट गर्नुभएको छ। करको दरहरू, कर 3 तहको सरकारहरूले यति धेरै त्यो बाक्लो करहरू लगाइदिएको छ कि त्यसको त्यो सामान्य MSMEले उद्यम सञ्चालन गर्न अहिले धेरै कठिनाइ भएको छ। अस्ति ट्विटरमा मैले हेर्दै थिएँ, फेसबुकमा पनि त्यो पछि सेयर भएको रहेछ। एउटा उद्यम सञ्चालन गरेको गत वर्ष अघिल्लो वर्ष 5,000 चान्चुन थियो नवीकरण खर्च, यो वर्ष 12,000 पुगेको रहेछ, पुर्याइदिएको रहेछ पालिकाले। कुनै पालिकाको कुरा हो। पालिकाहरूको आम्दानी बढाउने नाममा कर मात्रै बढाउने मात्रै बात देखियो। राज्यले दिने सेवा सुविधाको विषयमा राज्य, फेरि मैले भन्दैछु राज्य भनेको तिनै तहको सरकारहरू हो के। तिनै तहको सरकारमा बसेका मान्छेहरू हुन् के। जिम्मेवारी सबैको हो। अर्थतन्त्रको चलायमानता बढाउनको लागि केही समय चाहिँ राज्यले आफैले पनि प्राथमिकता दिनुपर्ने ठाउँमा बढीभन्दा बढी दोहन कसरी गर्ने, बढीभन्दा बढी त्यो चुसेर लिने प्रवृत्ति भन्छ नि, त्यो माछा मासु खाने मान्छेहरूलाई एउटा त्यो हड्डी चुस्ने प्रवृत्ति भन्छ। त्यो हड्डीभित्र एउटा मासी हुन्छ, रातो मासी भन्छ के अरे, त्यो चुसेर खाने गर्छन् नि मान्छेहरू। त्यो जतिसम्म चुस्न सकौँ त्यो साना उद्यमीहरूलाई अथवा MSME चलाउनेहरूलाई
भन्ने मानसिकता देखिन्छ कि पैसा तपाईँले चाहिँ उसलाई अवसर सिर्जना गर्नेपट्टि जाने होइन कि भएको अवसरहरू सङ्कुचन गर्नेपट्टि बढ्यो त्यो बडो नराम्रो प्रवृत्ति देखेर देखा पर्यो। ठिक छ, संहिता चलाउनको लागि सरकारलाई पैसा चाहिन्छ, बाध्यता छ, जुटाउनुपर्छ, तर त्यसको लागि तपाईँले के गर्ने भने अर्थतन्त्रको चलायमानताका लागि तपाईँले ध्यान दिने हो नि, आर्थिक क्रियाकलापहरू बढाउनको लागि ध्यान दिने हो नि। अर्थतन्त्रको कुन वर्गलाई देशको समग्र जनसङ्ख्याको एउटा ठुलो वर्ग, मैले अघि 67% भने त्यो 70% पनि हुनसक्छ, 72% पनि हुनसक्छ, जनसङ्ख्या अहिले पनि राज्यबाट अपेक्षित छ क्या, अपेक्षा गरेर बस्छ सरकारमा। जो हिजोको फ्रस्ट्रेसन चुनावमा आएको नतिजा फ्रस्ट्रेसनकै नतिजा हो। हिजो एमाले पटक पटक सरकार लियो, काङ्ग्रेसले पटक पटक सरकारमा गयो, माओवादी पटक पटक सरकारमा गयो, हामीलाई कसैले केही पनि गरेन, ल एकचोटि रासपालाई भोट दिउँ न, यसले पो केही गर्छ कि, बालेन्द्र शाहजीलाई भोट दिउँ न, होइन, उहाँको नाम बालकृष्ण रहेछ, उहाँको दिदीले भन्नुभयो नाम परिवर्तन गर्ने आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा हो। मलाई पनि यो स्कुलमा बिग्रेको नाम कुनै समयमा चेन्ज गरेर अर्को नाम राख्ने भन्ने एउटा लागेको थियो। पछि फेरि एसएलजीको सर्टिफिकेटको फर्म भर्ने बेलामा, त्रिभुवन युनिभर्सिटीको फर्म भर्ने बेलामा फेरि त्यही पुरानो नाम कायम गर्नु पर्यो। त्यो बेग्लै कुरा हो, नामसँग नजाउँ। तर उहाँहरूलाई दिएको मत त वास्तवमै त्यो फ्रस्ट्रेसनको एउटा सङ्केत हो थियो कि होइन, हामीलाई नयाँ परिवर्तन चाहिएको छ, नयाँ सरकारले पो केही गर्छ कि भनेर त्यो जनमत दिएको हो के। त्यसैले राज्यले खेल्ने भूमिका, राज्यमा बस्नेहरूले खेल्ने भूमिका चाहिँ उत्प्रेरकको हुनुपर्छ, नियन्त्रकको होइन। राज्यसँग आम जनताले अपेक्षा गरेका छन् 70% जनसङ्ख्यालाई तपाईँले व्यवस्था गरेर तपाईँ 28% नागरिकहरूको लागि 28%का लागि मात्रै तपाईँ राज्य हो भनेर जब तपाईँले सोच्न थाल्नुहुन्छ, उपल्लो 2% धनाढ्यहरूसँग मिलेर तपाईँ क्रोनी क्यापिटलिजमको राज्य सञ्चालन गर्ने तपाईँले सोच बनाउनुहुन्छ भने यो तपाईँको दीर्घकालीन दिगो बाटो हुँदैन। विगतको पाठे यो गणेश नेपालीहरूको आत्मदाहले एकपटक फेरि यो देशमा रोजगारी, बेरोजगारी, स्वरोजगारीका बहसहरू उठेका छन्। स्थानीय पालिकाहरूले प्रयोग गर्ने सुरक्षाकर्मीहरूको काम, कर्तव्य, अधिकार क्षेत्र कति हो भन्ने कुरामा राज्यले अब प्रश्न पार्नुपर्ने बेला भइसकेको छ। यो देशमा नेपाल प्रहरी छ, सशस्त्र प्रहरी छ, नेपाली सेना छ, राष्ट्रिय गुप्तचर विभाग, अहिले अनुसन्धान विभाग भनेर नाम राखिएको छ, 4वटा सुरक्षा एजेन्सीहरू छन्। ती सुरक्षा एजेन्सीहरूको कसो काम, कर्तव्य, भूमिका, दायित्व के हो र स्थानीय पालिकाको नगर सुरक्षाकर्मीको भूमिका, दायित्व के हो, उनीहरूले के नाम राख्न पाउने, कुन कुन कपडा प्रयोग गर्न पाउने, राज्यले अब प्रश्न पार्नुपर्ने बेला भइसकेको छ। यदि पालिकाले सबै सुरक्षाको दायित्व लिन्छ भने कानुनी रूपमा राज्यले, स्वयं सरकारले तत्कालै देशको सुरक्षा कानुनमा परिवर्तन गरेर प्रदेश र पालिकालाई पनि प्रहरी राख्ने अधिकार दिनु पर्यो। होइन भने प्रदेश र पालिका स्तरमा जुन तरिकाले अहिले जुन पालिका प्रहरीको नाममा देखा परिरहेको अराजकता छ, यसको अन्त्यको लागि राज्य गम्भीर बनोस्। आजको बहस सुनिदिनु हो, टिप्पणी सुनिदिनु हो, तपाईँहरूको रचनात्मक प्रतिक्रिया सधैँ स्वागत गर्दछु। सबैको भलो होस्, देशको भलो होस्। जय दौ।